मिच्ने कुनै प्रश्नै छैन। नेपालले त्यो प्रकारको हैसियत नै राख्दैन। सीमा मिच्नुको अर्थ, सीमा आक्रमण गर्नुको अर्थ त्यो प्रकारको सेना, त्यो प्रकारको सशस्त्र प्रहरीको फोर्स हामी कहाँ रहनुपर्छ र हामीले त्यसलाई अतिक्रमण गर्नुपर्छ। कतिपय कुराहरू अहिले उठेका छन्, जस्तो कि नेपाल र भारतको बीचमा रहेको 10 गजा क्षेत्रभित्र कतिपय भूमि भारतका किसानहरूले प्रयोग गरेको र कतिपय नेपालका किसानहरूले पनि प्रयोग गरेको कुराहरू छ। 10 गजाको भूमिलाई किसानहरूले प्रयोग गर्ने कुरालाई हामीले देशले भूमि मिचेको अथवा देशले भूमि अतिक्रमण गरेको भन्ने अर्थमा हामीले त्यसलाई अर्थाउनु हुँदैन। त्यो बाहेक जस्तै सुस्ताको प्रश्न छ। नारायणी नदी विगतमा भारतलाई चापेर बग्ने गर्थ्यो। त्यो बेलामा नेपालको दायाँपट्टितिर सुस्ताको ठुलो भूभाग नेपालभित्र थियो। पछि नारायणी नदीले आफ्नो बहावलाई चेन्ज गर्यो र अहिले सुस्ताको अधिकांश भूभाग अहिले भारतपट्टि पर्छ र नेपालपट्टितिर नारायणी नदी बगिराखेको छ। अहिले जुन नेपालको नारायणी नदीको पारीपट्टि नेपालको सुस्ताको भूभाग छ, त्यो भूभागलाई भारतले आफ्नो देशको रूपमा चाहिँ दाबी गर्दै आइराखेको छ। अस्ति बालेन शाहले संसदमा भूमि मिचेको प्रसङ्ग उठाउँदा बित्तिकै त्यहाँ चाहिँ नेपालले बाँध निर्माण गर्दै थियो र त्यो बाँध निर्माणलाई रोक्नको लागि चाहिँ भारतीय प्रहरी आएर उनले त्यो काम अहिले रोकेको छ। सिडिओले भनेको कुराहरू अहिले सामाजिक सञ्जालमा आइराखेको छ। त्यसरी भारतले विभिन्न इस्यु बनाएर नदीले छुट्याएका भूभागहरूको दुईतर्फी प्रयोगको विषयहरूलाई लिएर नेपालले भारतको जमिन अतिक्रमण गरेको छ भन्ने कुरालाई हामीले सही ठहराउनु हुँदैन। लिपुलेक लिम्पियाधुराको प्रश्न अस्ति भर्खर मात्रै उठेको छ। मानसरोवर पुग्नको लागि भारतले लिपुलेक र लिम्पियाधुराको बाटोलाई उनले प्रयोग गरेको छ। लिपुलेकमा एउटा सानो लिपु नदीलाई उनले महाकाली नदीको उद्गम स्थल बताएको छ र महाकाली नदीलाई हामीले सिमाना निर्धारण गर्ने नदीको रूपमा लिएको छ र उनले एउटा लिपु नदीलाई आधार बनाएर त्यही नै एउटा काली नदी हो भन्ने मुद्दा स्थापित गरेर उनले नेपालको भूमिलाई मिच्न प्रयत्न गरिराखेको छ। त्यसकारण अहिले मानसरोवर जानको लागि भारतले त्यहाँको जमिन प्रयोग गरिरहँदा स्वयं हामी नेपालीले नै त्यहाँको भूमि हामीले प्रयोग गर्न नसक्ने, हामी त्यहाँ जान नसक्ने स्थिति आज सिर्जना भइराखेको छ। त्यसकारण यस्ता खालका जटिल विषयहरू, सिमानासँग जोडिएका जटिल विषयहरू खाली लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ता मात्र होइन, नेपालका 23वटा जिल्लाका 77 भन्दा बढी स्थानमा भारतले प्रत्यक्ष रूपमा त्यहाँ सिमाना हडप्ने गरेको छ। यस प्रकारको तथ्य हुँदाहुँदै प्रधानमन्त्रीको तहबाट नै नेपालले उल्टो सिमाना मिचेको छ भन्ने प्रकारको कुरा आउनु यो खाली एउटा काँचो र केटाकेटी कुरा मात्र होइन। यसका पछाडि गम्भीर कूटनैतिक चालहरू हुन सक्ने, नेपालको राष्ट्रियतामाथि गम्भीर खतराहरू उत्पन्न हुन सक्ने, कयौं तथ्यहरू लुकेको हुन सक्ने। उनले संसदमा बोलेको त्यो घटनाको अर्को दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जानु र भारतमा गइसके पछाडि अहिले जुन प्रकारको गतिविधि भारतमा चलिराखेको छ, यो सबै घटनाक्रमहरूले यो एउटा साधारण विषय मात्र होइन भन्ने कुरा चाहिँ प्रश्न गरेको छ। र हामी राष्ट्रिय जनमोर्चा कार्यकर्ताको रूपमा हामी जहिलेसुकै यस प्रकारका राष्ट्रघाती, राष्ट्र विरोधी अभिव्यक्तिहरू अथवा राज्य सरकारको तहबाट हुने राष्ट्रघाती कदमहरूको विरुद्धमा हामी जहिलेसुकै त्यसको विरुद्धमा रहने र जहिलेसुकै देशको पक्षमा रहने गर्दै आएका छौं र अहिलेका यी कार्यक्रमहरूको एउटा सिलसिला पनि त्यसकै परिणाम हो भन्ने कुरा यहाँहरूको बीचमा अनुरोध गर्दै राष्ट्रिय जनमोर्चाको तर्फबाट पुनः प्रधानमन्त्रीले संसदमा दिएको उक्त राष्ट्रघाती, राष्ट्रद्रोही अभिव्यक्तिलाई तुरन्त संसदको रेकर्डबाट हटाउन, प्रधानमन्त्रीले जनताको सामु माफी माग्न र सही तथ्य जनताको बीचमा राख्नको लागि पुनः अनुरोध गर्दै र यस्ता खालका कदमहरूको विरुद्धमा जनतालाई सचेत रहन, जनतालाई खबरदारी रहनको लागि चाहिँ अनुरोध गर्दै मेरो भनाइ यही टुङ्ग्याउँछु। हस्त, धन्यवाद, अभिवादन।